आज म तपाईँहरूको अगाडि है एउटा एउटा ह्याबिटको बारेमा भन्न चाहन्छु होइन, जसमा चाहिँ अब तास खेल्छ मान्छेले, जुवा खेल्छ होइन, मान्छे क्यासिनो जान्छ, मान्छेले के गर्छ होइन। अन्त यो एउटा ह्याबिट हो, लत हो है। तास जुवा खेल्ने पनि एउटा लत हो, जस्तै अब ड्रग्स खानेको लत जस्तै होइन। अब के भन्नु, जहाँ ड्रग्स खानेको लत जस्तै हो नि तास जुवा पनि, यसो हेऱ्यो भने होइन। त मैले हेर्दाखेरि चाहिँ प्राय अब है, संसारभरि, सायद संसारभरि होइन, अब हाम्रो यो कतिवटा ठाउँमा होइन, अब नेपाल भयो होइन, सायद अब यो हिमालयन किङडम होइन, अब भुटानहरूतिर पनि भनौँ, इन्डिया, अब सबै यो एरियातिर मैले हेर्दा सायद अब आजकल चाहिँ एउटा रिह्याब भन्छ नि, रिह्याबिलिटेसन सेन्टर होइन, सायद त्यो पहिला अब फरेनतिर थियो होला, युरोपहरूतिर त्यो कपी गरेर चाहिँ हाम्रो यता पनि छ। रिह्याबमा चाहिँ के गर्छ भन्दा तपाईँलाई अब यो जस्तै रिह्याब चाहिँ स्पेसली ड्रग्सहरू खाने, जाँड रक्सी खानेलाई चाहिँ रिह्याब राख्छ होइन। यिनीहरूलाई 6 महिना, 3 महिना, 9 महिना, सायद अब कति धेरैहरूलाई त्यस्तो वर्ष दिन पनि राख्नु सक्ला। त्यो रिह्याबमा चाहिँ उनीहरूलाई पोजिटिभ चिजहरू सिकाउँछ होइन, पोजिटिभ चिजहरू सिकायो, पोजिटिभ ह्याबिटहरू कल्टिभेट गर्यो, मेडिटेसनहरू गराउँछ। अन्त दुनियाँभरको अब एउटा होइन पोजिटिभ उयो गरेर अब धेरैवटा के छ होला सायद है, थेरापीहरू होला, के होला, बिस्तारै बिस्तारै गर्दै मान्छेको त्यो बानी चेन्ज गराउनलाई ट्राई गर्छ होइन रिह्याबमा। अन्त प्रायः अब म सबै चाहिँ भन्दिनँ, 100मा अब होइन कति पर्सेन्ट, सायद सर्टन अब 50% पनि हुनसक्छ, ज्यादा पनि हुनसक्छ, कम्ती पनि हुनसक्छ होइन। सक्सेस अब हुनु पनि सक्ला होइन, 50% सक्सेस होला, ज्यादा पनि होला, या कतिमा निकै सक्सेस होला होइन। अब कम्प्लिटली सबै रिह्याबमा जाने सक्सेस हुन्छ, भोलिदेखि नै ड्रग्सहरू खानु छोडिदिन्छ, त्यस्तो भन्ने हुँदैन होइन। कति फेरि रिल्याप्स भएर जान्छ होइन। एउटा स्ट्रगल हो जिन्दगीभरको, अब जिन्दगीभर भन्दिनँ तर एउटा सर्टन पिरियडको स्ट्रगल हो होइन। ड्रग्स खाने, जाँड रक्सी खाने पनि एउटा स्ट्रगल हो। मान्छेलाई त्यो अब त्यो स्ट्रगलबाट निक्लिनु धेरै टाइम लाग्छ, धेरै रिह्याबमा बसेर मात्रै हुँदैन, एउटा आत्मबल हुनु पऱ्यो, कोसिस गर्नु पऱ्यो होइन। त्यस्तै प्रकारले अब मैले हेर्दा प्रायः अब ड्रग्स, जाँड रक्सी अब यताउता खानेको चाहिँ रिह्याब जान्दा हुन्छ होइन। अब तपाईँले तास जुवा खेल्नेको चाहिँ विचार कहाँ जान्नु होइन। मान्छेले तास जुवा खेल्छ, अब तास जुवा खेल्नेको चाहिँ रिह्याब पनि हुँदैन होइन। अब तास जुवा भन्ने चाहिँ अब पैसाको मामला आयो होइन। अब जो पैसाको मामलामा जुवारे चाहिँ अब गरिब जुवारे होइन, अब एउटा मिडल फ्यामिलीको जुवारे या धनी जुवारे भन्ने हुँदैन। जुवारे चाहिँ सबै एउटै हुन्छ होइन। जुवा खेल्ने मान्छेहरू एउटा होइन, अब भारी बोक्ने, एउटा कुल्ली काम गर्नेले एउटा ठुलो मान्छे, अब व्यापारी, एउटा अब निकै ठुल्ठुलो मान्छेहरूको सँगै तास खेल्नु पनि उयो मतलब बेर लाउँदैन, यिनीहरू सँगै खेल्नु पनि सक्छ। किनभने अब तास जुवा खेल्ने चाहिँ त्यस्तो हो नि, एउटा खैनी खाने जस्तो नि। खैनी खाने, ड्रग्स खाने पनि एउटा धनीको ड्रग्स खाने, गरिबको ड्रग्स खाने हुन्छ। एउटा खैनी मान्छेले खाँदैछ भने खैनी खाने मान्छेले होइन, एउटा चाहे त्यो अब नेता नै किन नहोस् होइन, यसो मागेर पनि खाइदिनु सक्छ नि त होइन। काम गर्दै गरेको मान्छे, अफसरहरू किन भन्नुहोस्, एउटा होइन मिस्त्रीले काम गर्दैछ, भाइले त खैनी खाइदिउँ भन्नु पनि सक्ला होइन। अब खैनी खाने, जुवा खेल्ने, तिनीहरूकोमा चाहिँ त्यो ठुलो सानो हुँदैन त्यस्तो होइन। अन्त जुवाको पनि त्यही हो, पैसा रुपियाँ कस्तो मिहिनेतले वर्ष दिन कमाएको 1 घन्टा 2 घन्टामा उडाइदिनु सक्छ होइन। अब उसले ज्यादा सोच्दैन जुवा खेल्ने होइन। हार्दा पनि अब उसलाई अब जुन चाहिँ एउटा हार्दाखेरि सायद अब एउटा नसा होला होइन, सायद अब कतिलाई जित्दाखेरि होला, कतिलाई अब कतिजना चाहिँ प्रायः हेर्छु हारि नै रहेको हुन्छ होइन। मैले 100मा उसले हेर्छु 80% चाहिँ हारि नै रहेको हुन्छ, तर पनि उसले तास जुवा खेल्नु छोड्दैन होइन। अब त्यो हार्ने पनि एउटा, अब मान्छेले हेर्दा त जित्ने एउटा नसा भन्छ नि, तर मैले यो तास जुवाको चाहिँ मैले हेर्दा हार्ने नसा होला जस्तो लाग्छ। किनभने मान्छे जितेपछि चाहिँ अर्कै हुन्छ नि होइन। जित्यो भने उठेर गइ पनि हाल्छ होइन। अब मैले प्रायः हेर्छु तास, जति नै मैले मैले देखेको होइन, प्रायः उनीहरू हारेकै देखेँ मैले होइन। अन्त हारेको देख्छ, अन्त सन्चो भएर जान्छ फेरि होइन। प्रायः चाहिँ मैले देख्दा हारेको पनि सायद एउटा नसा नै होला, जस्तै अब ड्रग्स खाने नसा होइन, रक्सी खाने नसा, यस्तै यता तास जुवामा हार्ने पनि एउटा नसा हो। फेरि तास जुवा भने चाहिँ यस्तै खालको कुरा हो, तपाईँले महिनाभरि काम गर्ला होइन, महिनाभरि काम गर्ला। अब सरकारी काम गर्दैछ महिनाभरि होइन, कुल्ली काम गर्दैछ हप्तामा, गाडी कुदाउँदैछ भने डेली, त्यस्तो हुन्छ नि अब होइन। आफ्नो ठेकेमा काम गर्दैछ, कन्ट्र्याक्टरको होला है,
तास जुवा खेल्नेहरू चाहिँ डिफ्रेन्ट हुँदैन। खेल्यो भने उनीहरूले महिनाभरिको स्यालेरी एकै खेपमा हार्नु पनि सक्छ। त्यो कन्ट्र्याक्टरले लाख होइन 10-15 लाख करोड रुपियाँ पाएको होइन 1-2 दिनमा हार्नु पनि सक्ला। तास जुवा खेल्ने चाहिँ त्यो हो। अन्त लेबरले बिहानदेखि कमाएको, ड्राइभरले होइन त्यो लट्री खेलेको यादै होला त, लट्री खेलेर त्यो फोनमा मोनोपोलीहरू पनि खेल्थ्यो होइन। दुनियाँभरको अब त्यो फोनको साइटको ग्याम्लिङहरू थियो के अब त्यस्तो हुन्छ नि। अनि यो तास जुवामा चाहिँ उयो हुँदैन। मैले हेर्दा चाहिँ अब प्रायः चाहिँ जुनै पनि ठाउँमा अब एउटा हाम्रो एरियामा चाहिँ यता होइन सिक्किम, दार्जिलिङ, कालिम्पोङ है, नेपाल, भुटान, इन्डियाभित्र नै हेऱ्यो भने तास जुवाको मैले रिह्याब देखेन होइन। अन्त कसैले अब रिह्याब मैले देखेन। अन्त बिचरा अब तास खेल्ने मान्छे हो होइन। त्यसै कारण मलाई यस्तो लाग्छ कि रिह्याब चाहिन्छ जस्तो लाग्छ है। किनभने अब हुनु त त्यस्तो हाँसउठ्दो होला तास जुवाको रिह्याब भने होइन। तर एउटा कसै एउटा अब हुन्छ नि एउटा बुझ्ने मान्छेले अब होइन पैसा रुपियाँ भएकोले होइन सायद एउटा सर्टन एउटा के भन्छ त्यो जहाँ रक्सी खाएको रिह्याब जस्तै एउटा तास जुवा खेल्नेको पनि रिह्याब क्या, जसमा चाहिँ गएर चाहिँ तास जुवा खेल्ने छोडिदिने। 6-7 महिना तास जुवा खेलेन पनि उसको त फिनान्सियल कन्डिसन निकै राम्रो भइसकेको हुन्छ नि त होइन। कतिको फ्यामिली होला, कतिको के होला है। अन्त रिह्याब चाहिँ नेसेसरी छ जस्तो लाग्छ। म तास जुवारीहरू चाहिँ मलाई माया लाग्छ। मैले विचार निकै देखेँ होइन। म त अब त्यस्तो डरलाग्दो त खेल्दिनँ। मैले पनि अलिअलि पहिला खेलेँ, तर म त्यस्तो डरलाग्दो खेल्दिनँ। तर पनि मलाई यस्तो म देख्दाखेरि मलाई माया लाग्छ। अब कतिवटा ठाउँ अझै पनि अब जुवा खेल्नेहरू छ बिचारा, जहिले पनि उसलाई क्या जितसँग चाहिँ मतलब होइन, त्यो उसलाई हाई क्या अब जहाँ रक्सी खाँदा एउटा मजा आएको जस्तो, ड्रग्स खाँदा मजा आएको जस्तो उसलाई त्यो जुवा खेल्दा चाहिँ मजा आउँदो रहेछ नि। हार्नु जित्नुसँग छैन उसलाई मजासँग छ नि त होइन। अन्त भरे पैसा हारेर छ्यान्ने हुँदा पो चिसो हुन्छ होइन बिचरा। अब त्यस्तो कतिवटा लाइफ स्पोइल भइसकेको छ होइन। अब यो जाँड रक्सीले जतिवटा लाइफ बिगाऱ्यो तास जुवाले पनि त्यति नै बिगारेको छ। ड्रग्सले जति बिगाऱ्यो तास जुवाले पनि त्यति लाइफ बिगारेको छ मान्छेको हुन्छ नि। बाहिर त हेर्दा अब राम्रै देख्ला, तर भित्रभित्र उयो भइसकेको हुन्छ बिचरा, डिस्टर्ब भइसकेको हुन्छ। कतिजना जाँड रक्सी खाने मान्छेहरू बरु सुसाइडहरू गर्दैन होला, ड्रग्स खानेहरूबाट त्यति मैले देखेन। तर जुवा खेल्नेहरू मान्छे प्रायः मैले सुसाइड गरेको पनि त्यो सुनेको छु। फल्नाले यस्तो गरेर सुसाइड गरेर फल्ना सुसाइड बिचरा पैसा रुपियाँ हार्छ होइन। अन्त भरे चिसो हुँदाखेरि अब होइन फ्यामिली छ भने बुढी नानी, आमा बाउ है, सका सन्तान, सोसाइटी या बाँकीहरू लगेको होला के होला बिचरा साह्रो हुन्छ उसलाई होइन। यो पनि एउटा ह्याबिट हो। अन्त म चाहिँ यो के भन्छु भन्दा मेन चाहिँ एउटा ह्याबिट। यो ह्याबिट चाहिँ कसरी चेन्ज गर्नुपर्छ भन्दा चाहिँ जो चाहिँ ड्रग्स खाने होस्, जाँड रक्सी खाने होस्, सिगरेट खाने, खैनी खाने, तास जुवा खेल्ने, ह्याबिट चाहिँ चेन्ज गर्नु भयङ्कर साह्रो छ। सजिलो सम्झिनु हुँदैन हामीले हुन्छ नि। यति साह्रो यो चाहिँ अब जडामा गइसकेको हुन्छ। एउटा जुनै कुरा पनि तपाईँले एउटा रोप्छ नि, जस्तै एउटा ह्याबिटलाई चाहिँ एउटा रुख जस्तो सम्झिनुहोस् होइन। त्यसलाई चाहिँ टक्कै भन्दा मल पाएर होइन अब मान्छेको एउटा आदत लाग्यो भनेपछि त्यो रुखमा बद्लिसकेको नि। सानो एउटा जुनै पनि एउटा बिजन लाएर होइन एउटा अब रुखको उयो लगाएर तपाईँले है त्यसलाई कन्डिसन्सहरू पानी पऱ्यो अरे त्यो माटोहरू गरेर त्यो यताउने त्यसलाई सानो हुन्छ फर्स्टमा होइन। त्यति बेला चाहिँ अब नाश भयो, कम्ती ह्याबिट लाग्दा नाश भयो। जब त्यो रुखको बिजन चाहिँ ठुलो हुँदा ठुलो रुख भइसक्यो भने त्यसलाई त्यहाँ उयो गर्नु सक्दैन नि, एकदमै बलियो भइसकेको हुन्छ नि, जडा पनि भित्र पसिसकेको हुन्छ होइन। अन्त तास जुवा, जाँड रक्सी खाने, ड्रग्स खाने यो सेम हो। यस्तो ह्याबिट यो जडाभित्र गइसकेको हुन्छ। मनको भित्र एउटा मान्छेको एउटा क्यारेक्टर फर्म भइसकेको हुन्छ त्यसले हुन्छ नि। कसैले हेर्दै यो जुवाडे, कसैले हेर्दै यो के भन्छ मत्थु भन्छ होइन, ड्रग एडिक्ट भन्छ नि। त्यो चाहिँ अब नामै भइसकेको उसको क्यारेक्टरमा गइसकेको नि त। अब त्यहाँबाट निक्लिनु चाहिँ धेरै साह्रो हुन्छ नि। अब त्यहाँबाट निक्लिनु चाहिँ रिह्याबले मात्रै हुँदैन फेरि। जस्तै यो अहिले मैले रिह्याबको पुरा कुरा गरेँ होइन, तास जुवाको रिह्याब छ, ड्रग एडिक्ट्सको पनि रिह्याबहरू छ, जाँड रक्सी खाने। तर रिह्याबबाट आएर पनि मान्छे होइन रिल्याप्स भइहालेको देख्दैछु म है। यो सँगै चाहिँ एउटा अब के मान्छेले अब यो आफ्नो अब होइन कसैले त्यो नमान्ने अब धर्मको कति नमान्नेले अब होइन यो नेगेटिभ नलानुहोस् है। तर मैले हेर्दा चाहिँ ह्याबिट मेटाउने संसारको त्यो जुन चाहिँ एउटा बानी बेहोराको ह्याबिट मेटाउने साधना चाहिँ अब धेरै होला। तर मैले जानेको बुझेको चाहिँ विपश्यना साधना। विपश्यना साधना भन्ने चाहिँ अब होइन अब एउटा के भन्नु अब रिलिजनमा हेर्नु चाहिँ केमा यो विपश्यना साधना चाहिँ जस्ट एउटा यसलाई रिलिजनमा नसम्झिनुहोस् है। हुनु चाहिँ अब यो एउटा के भन्छ पहिला बुद्ध भगवान्ले होइन, म एउटा बुद्धिस्ट भएकोले गर्दा सायद मैले भनेको पनि हुनसक्ला है। बुद्ध भगवान्ले पहिला ज्ञान पाएर अब विचार अब सिकाएको रहेछ होइन, उसको अब एउटा के भन्नु फलोवर्सहरूलाई सिकाएको रहेछ यो साधना, जसले चाहिँ मुक्ति पाउने साधना होइन। जडाबाट चाहिँ एउटा उसको सफरिङ निकालेर मुक्ति गर्ने साधना।
होइन यो सायद अब यो क्रिस्चियनहरू फाल्टोले विश्वास अब होइन उसले नगर्नु उनीहरूको अब उनीहरूलाई इच्छा छैन अब त्यो साधना नगर्दा पनि हुन्छ तर जसलाई उयो छ होइन यो अब यसको ह्याबिटबाट निक्लिनु छ भने चाहिँ होइन अब बुद्धिस्टले त गर्दा केही छैन हिन्दू बुद्धिस्ट नि उनीहरू एउटै हुन्छ है अब यो साधनामा अब होइन सिक्किमहरूतिर हेऱ्यो भने अब निकै छ अब आसाम रेन्जरको त्यहाँ धम्म सिक्किम होइन यता धम्म सिंहहरू सिलगढीतिर पनि छ होइन सिलगढीतिर नेपालतिर यो संसारभरि फैलिसकेको छ यसको अब धम्मगिरी धम्म के भन्छ यो साधनाले चाहिँ किन चाहिँ हेल्प गर्छ भन्दा यो साधनाले चाहिँ भित्र आफ्नो ह्याबिट होइन ह्याबिटलाई चाहिँ अब जस्तो तपाईँलाई पुरा तास खेल्नु मन लाग्यो तास खेल्नु मन लाग्दा चाहिँ टक्कै यो साधना गर्दा चाहिँ तपाईँलाई तास खेल्नु मन लागेको एउटा संस्कार हो नि त्यो समयमा ठिक्कै अब जस्तै सिगरेट सधैँ तपाईँ खाना खाएर खाँदा चाहिँ अब टक्कै खाना खाइसकेर त्यो एउटा जिउलाई के भएको जस्तो मोट चिलाएको जस्तो त्यो एउटा हुन्छ नि होइन सिगरेट खानु मन लाग्छ खाना खाइसकेर होइन खैनी खाने बानी छ पनि त्यही हो है जहाँ राख्छ खानु टक्कै बेलुकाको टाइम भयो भने त्यो होइन अब एउटा आफ्नो उयो भएर जान्छ नि त्यो त्यति बेला जुन चाहिँ एउटा संस्कार हुन्छ नि मान्छेको जिउमा सर अब एउटा फिलिङ आउनु थाल्छ त्यति बेला साधना गर्ने मान्छे छ साधना प्र्याक्टिस गरेको छ भने चाहिँ त्यो संस्कार उठ्दा चाहिँ खोलाको छाले गएको जस्तो माथि आकाशमा छालेको हुन्छ नि त्यो ह्याबिट बानी बेहोरा पनि त्यही हो त्यो तास खेल्नु मनपर्ने चाहिँ एउटा छाले गएको जस्तै हो ड्रग्स खानु मनपर्ने चाहिँ एउटा छाले गएको जस्तै हो खोलाबाट सट्टै छालेको हुन्छ होइन त्यति बेला साधना गर्नेले चाहिँ बिस्तारै देख्छ नि उसलाई अब त्यो मलाई यस्तो यस्तो खानु मन लाग्दा चाहिँ या जुवा खेल्नु मन लाग्दा चाहिँ या त के होइन ड्रग्स खानु मन लाग्दा यस्तो हेर्छु एकछिनमा त फेरि त्यो छाल खोलामै जान्छ नि त फेरि शान्त भएर जान्छ नि होइन हो त्यो अवेर हुन्छ नि अब साधना गर्ने मान्छे अवेर यसरी गर्दै गर्दा उसले बुझ्दै जान्छ क्या यो ह्याबिट चाहिँ कसरी ह्याबिट प्याटर्न चाहिँ बिस्तारै तपाईँलाई अब म एक्सप्लेन एकदम गर्नु सक्दिनँ है साधना गर्नुभएको छ नि तपाईँहरूले तर वान्स त्यो साधना गर्नुभयो भने चाहिँ यो ह्याबिट प्याटर्न जुन चाहिँ एउटा प्याटर्न भइसकेको हुन्छ त्यो प्याटर्न चाहिँ कम्ती हुँदै जान्छ ह्याबिट प्याटर्न अहिले पुरा छ भने भोलि अलिकति कम्ती पर्सि अलिकति कम्ती निकर्सी अलिकति कम्ती गर्दै गर्दै त्यो बानी बेहोरा चाहिँ जडाबाट निक्लिन्छ नि त अन्त यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो रिह्याबबाट गएर आएर पनि त्यो एभ्रिडे लाइफमा चाहिँ पोजिटिभ थिङ्किङ पोजिटिभ थट प्लस यो साधना चाहिँ गर्नु सक्यो भने एकदम राम्रो यो चाहिँ ह्याबिट प्याटर्न चेन्ज गर्नु लागि मान्छेको होइन एकदमै इम्पोर्टेन्ट छ यो जुवामा पनि मैले हेर्दा जुवा छोड्नु नसक्ने कारण त्यही हो नि मैले देख्छु विचार होइन जुवा खेल्ने ड्रग खाने जहाँ रक्सी खाने गुम्पाको कसम मन्दिरको कसम होइन आफ्नो छोराछोरीहरूको कसम या कसै बाउ आमाको कसम या त दुनियाँहरूको कसम खाइरहेको हुन्छ तर पनि एक दुई महिनामा जुवा खेल्न थाल्छ त्यस्तो खालको कति रिह्याबबाट आउँछ होइन कति कहाँबाट आउँछ ड्रग्सहरू खाने अन्त कसले मेरै अब एउटा लाइफमा इन्सिडेन्स छ त्यस्तै अब एउटा भनेको नि एकजना अब त्यो दिवाली या त अब त्यो एउटा फल्ना प्रोग्राम त्यो समयदेखि हेर्ला फेरि त्यसले खानु थाल्छ ठिक्कै हेर्दा त्यो समयमा फेरि खानु थाल्छ अब त्यसै कारणले साधना चाहिँ एकदमै इम्पोर्टेन्ट साधनाको साथसाथ मन पनि स्ट्रङ हुने क्या खाँदिनँ यो चाहिँ एउटा लडाइँ जस्तो हुने होइन यो चाहिँ अब लडाइँ जस्तो हो यसलाई चाहिँ अब एकदमै स्ट्रङली फेस गर्नु यसमा चाहिँ अब गिभअप गर्नु हुँदैन हुन्छ नि होइन लाइफमा कस्तो कुरा हुन्छ होइन अब सानो अब जुवा खेल्ने सानो ड्रग्समा यस्तो भयो भन्छ कति त्यस्तो अब त्यो नराम्रो स्टेप्सहरू लिनु हुँदैन होइन पोजिटिभ थट्स गरेर चाहिँ त्यसलाई जितेर जानु पऱ्यो नि त बस ओके